नमस्ते साथीहरू, सदाझै आज पनि म एउटा चरा र कमिलाको कथा लिएर आएको छु। कथा प्लस मोटिभेसन शिक्षा पनि पाउन सक्नुहुन्छ। यो कथा सानो छ तर यसको शिक्षा जीवनभर काम लाग्न सक्छ। आजको समाजमा हामी ठुलो र सानो छुट्याउन थाल्यौँ, तर यो कथाले सिकाउँछ सानो भनेर कहिल्यै कसैलाई कम नठान्नुहोस्, किनकि आज तपाईँले गरेको सहयोग भोलि तपाईँको जीवनमा पनि काम लाग्न सक्छ, भोलि तपाईँको जीवन पनि बचाउन सक्छ। ल त आराम गरेर सुन्नु है। धेरै पहिलाको कुरा हो। एउटा जङ्गल थियो। जङ्गलको बिचबाट एउटा सानो नदी पनि बग्थ्यो। नदीको किनारमा हरेक दिन एउटा कमिला पानी खान आउँथ्यो। त्यो कमिला एकदमै धेरै मेहनती थियो। बिहानदेखि बेलुकासम्म दाना बोकेर आफ्नो घरमा राख्थ्यो। एक दिन धेरै गर्मी थियो। कमिला धेरै तिर्खाएको पनि थियो। ऊ नदीको किनारमा पुग्यो। पानी पिउनलाई ढुङ्गाको किनारमा उभियो। अचानक एउटा ठुलो छाल आयो। अचानक एउटा ठुलो बाढी आयो। कमिला सानो थियो, छाल ठुलो थियो। छालले कमिलाले तानेर नदीको बिचमा पुर्याइदियो। कमिला के गरोस्, ऊ त डुब्दै थियो। खुट्टाले पौडिन कोसिस गर्यो, तर नदीको भेल धेरै लामो थियो, धेरै ठुलो थियो। ऊ चिच्याउन पनि सक्दैन थियो, मर्न पनि लाग्यो जस्तो भयो। कमिलाको आँखा अगाडि आफ्नो परिवार याद आयो, आफ्नो घर याद आयो। सबै आशा सकियो जस्तो लाग्यो। ठ्याक्कै त्यही बेला माथि रुखमा बसेको चराले देख्यो। यो सबै देखिरहेको थियो पहिलादेखि नै। त्यो चरा दयालु थियो। उसले तुरुन्तै रुखबाट एउटा ठुलो पात टोक्यो। चुच्चोले समातेर पातलाई नदीमा फालिदियो। पात बिस्तारै कमिला नजिक पुग्यो। कमिलाले त्यो पात देख्यो। उसमा जति शक्ति थियो, जति तागत थियो, त्यो पातमा उफ्रियो। पात ढुङ्गा जस्तै भयो। कमिला अब सुरक्षित थियो। पात बिस्तारै किनारमा आइपुग्यो। कमिला किनारमा पुगेर पछाडि फर्केर चरालाई हेऱ्यो। आँखाभरि आँसु थियो, तर बोल्न सक्दैन थियो। चराले पनि टाउको हल्लाएर भन्यो जस्तो गर्यो, आफ्नो ख्याल राख्नुहोस् है कमिला भाइ। त्यस दिनदेखि कमिलाले मनमा कसम खायो, चराले मेरो ज्यान बचायो, मौका पायो भने म पनि उसको ऋण तिर्नेछु। समय बित्दै गयो। केही महिनापछि फेरि गर्मी आयो। त्यही कमिला जङ्गलमा दाना खोज्न फेरि हिँडिरहेको थियो। अचानक उसले एउटा सिकारीलाई देख्यो। त्यो सिकारीले बन्दुक थियाएर चरालाई निशाना लगाइरहेको थियो। चरालाई थाहा भएन ऊ दानामा ध्यान दिइरहेको थियो। अर्को 2 सेकेन्डमा गोली चल्नेवाला पनि थियो। ठ्याक्कै त्यही बेला कमिला त्यहाँबाट गुडिरहेको थियो। उसले सिकारी र चरालाई देख्यो। कमिला त्यो दिनको सम्झना आयो जुन दिन कमिलाले चराले बचाएको थियो। कमिलाले 1 सेकेन्ड पनि सोचेन। ऊ दौड्यो, सिधा सिकारीको खुट्टामा गयो र जति दरुसँग टोक्न सक्छ त्यति दरुसँग टोक्यो। सिकारी करायो। उसको खुट्टा हल्लियो। हातले समातेको बन्दुक पनि हल्लियो। गोली छुट्यो, तर निशाना भने चुक्यो। गोली रुखमा गयो। चरा उडेर गयो र ज्यान बच्यो। सिकारीले कमिलालाई कुल्चाउन खोज्यो, तर कमिला त चलाक थियो। ऊ पहिल्यै ढुङ्गाको प्वालभित्र लुकिएको थियो। कथा त सकियो साथीहरू, तर शिक्षा भने बाँकी छ है। हेर्नुभयो त, एउटा सानो कमिलाले चराको ज्यान बचायो। एउटा सानो कमिलाले एउटा ठुलो चराको ज्यान बचायो। किनकि उसले गरेको सहयोग कहिल्यै बिर्सेन। आज हाम्रो समाजमा मान्छे सहयोग गर्छ, तर बदला खोज्छ, हिसाब गर्छ। तर प्रकृतिको नियम के छ थाहा छ? तपाईँले गरेको राम्रो कर्म कहिल्यै खेर जाँदैन। साइन्सले फरक पर्दैन, नियतले फरक पार्छ। त्यसैले म तपाईँलाई के भन्छु भने, मौका पायो भने सहयोग गर्नुहोस्। ठुलो सोचेर होइन, मनले सोचेर गर्नुहोस्। किनकि आज तपाईँले गरेको एउटा सानो राम्रो काम भोलि तपाईँलाई ठुलो सङ्कटबाट बचाउन सक्छ। याद राख्नुहोस्, कमिला सानो थियो, तर उसको कर्म भने निकै ठुलो थियो। तपाईँको कर्म कस्तो छ कमेन्टमा पनि लेखिदिनुहोस्। अनि अहिलेसम्म सुनिदिनु भयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै मोटिभेसन, लेसन, शिक्षा दिने टाइपको कथा, स्टोरी, भनाइ, जीवनी लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि सब्सक्राइब गरेर राख्नुहोस्, लाइक कमेन्ट गरेर राख्नुहोस्, फलो पनि गरिराख्नुहोस्। कथा आजलाई यति नै।
तपाईँले यो कथाबाट के शिक्षा पाउनुभयो कृपया कमेन्ट पनि लेख्नुहोला। लाइक कमेन्ट अरू छँदैछ। धन्यवाद, थ्याङ्क यू।